साथीहरू आज चाहिँ मेरो गाडीमा हल्का समस्या, इन्जिनमा भित्र समस्या आयो जस्तो भएर चाहिँ मैले राम्रो खालको इन्जिन ओइल लिएर आएको छु। इन्जिन ओइल हालेर चाहिँ किनभने समस्या आउनुभन्दा पहिल्यै बरु राम्रो ओइल हालेर यताउति गरेर मर्मत गर भने ठिक हुन्छ, नभए पछि एकैचोटि ठुलो समस्या आयो भने गाह्रो हुन्छ, खर्च पनि धेरै हुन्छ। त्यही भएर पहिल्यै अलिकति बुद्धि गर्नुपर्छ है। यो चाहिँ अबुगाडोको इन्जिन ओइल है। फेरि मैले सोच्नु होला इन्जिन ओइल गाडी कहाँ छ भन्नुहुन्छ। यो जुन मेरो यो देख्दै हुन्छ नि, यो चाहिँ एउटा गाडी है, एउटा साधन हो, एउटा साधन हो। यो मान्छे सान्छे यो मेरो विषयको मात्रै हो, एउटा साधन हो। यसैले जस्तै एउटा गाडी किनेर अथवा ट्र्याक्टर केही टिफसरी किनेर तपाईँले त्यसले दिनमा अथवा महिनामा 50,000 कमाउँछ भनेदेखि 25,000 त्यसैलाई खर्च गर्नुपर्छ। किनभने कमाउने त्यही हो, थपैथप गर्ने त्यही हो, आउने त्यसैबाट हो र सबैभन्दा पहिलो प्राथमिकता त्यसैलाई दिनुपर्छ। त्यस्तै हो शरीर कमाउने यसैले हो, सबै त्यसै भने सबैभन्दा पहिलो प्राथमिकता यसलाई दिनुपर्छ। भोलि यो खिचिक्क केही हुनु भयो भने सक्यो, काहीँ केही छैन।